आमा बिर्सिसक्नु भएर भदौ 23 गतेको घटना। तपाईहरू बिरामी हुँदा पनि अस्पताल पुर्याउने मान्छे कोही भएनन् भनेर, गाउँमा कोही मरे पनि लासलाई काँध दिने मान्छे पनि भएनन् भनेर हाम्रा भाइहरू अब त भ्रष्टाचार नगर न, युवालाई देशमै राख भनेर चेतनाको बिगुल फुक्न सडकमा निस्किएका थिए। तर माओवादी एमाले र काङ्ग्रेसले ताकि ताकि गोली हानेर मारेको आमा हाम्रा भाइ बहिनीलाई बिर्सिसक्नु भएर अब पनि तिनीहरूलाई भोट नजाओस् आमा, तिनीहरूलाई भोट नजाओस्। ती पापीहरूलाई सजाय दिन्छु भन्दै मेरो रवि दाइ मेरो बालेन आएका छन्, तपाईको घर दैलोमा नि आउने छन् घन्टी बजाउँदै। आमा अब पनि गल्ती नगर्नु होला, एमाले काङ्ग्रेस माओवादीलाई भोट दिएर बिन्ती छ आमा, बिन्ती छ।